हेलो साथीहरू, एकदमै धेरै स्वागत छ अनि नमस्कार छ सबैलाई। एकदमै खुसीको खबर छ। आज बिहान मात्र मैले कुराकानी गरिरहेको थिएँ नेपाल र युएईको खेलको बारेमा। अहिले भर्खरै खेल सकिएको छ र नेपालले रोमाञ्चक एक रनले विजय गरेको छ युएईलाई र 2026मा हुने वर्ल्ड कपको लागि ढोका अझै बलियो बनाइरहेको छ। नेपालले 140 रन ल्याएको थियो 6 विकेटको नोक्सानीमा 20 ओभरको समाप्तिमा, जसको लागि सर्वाधिक रन आसिफ शेखले 51 रन हान्नुभएको थियो र नेपालले अहिले जितिसकेको छ। 1 रनले युएईलाई परास्त गरिसकेको छ। युएई 139 रन मात्र ल्याउन सफल भएको छ। युएई जम्मा 139 रन 9 विकेटको क्षतिमा मात्र ल्याउन सफल भयो। अन्तिममा नेपाललाई एकदमै धेरै प्रेसर आइसकेको थियो, तर नेपालले सम्भव गरेर देखाएको छ। यहाँ कुराकानी गर्नुपर्ने हुन्छ ब्याटिङ लाइन। नेपालको ब्याटिङ लाइन भने आज अलिकति कमजोर नै मान्नुपर्छ। सुरुवाती चरण एकदमै राम्रो, पावर प्ले एकदमै राम्रो खेल भएको थियो। त्यसै गरी 10औं ओभरसम्म पनि ठिकठाक चलिरहेको थियो। त्यसपछि भने नेपालको ब्याटिङ लाइन विकेट रहँदै पनि नेपालले त्यति उत्कृष्ट खेल जित्न सकेन। यो तपाईँहरूलाई जानकारी दिन चाहन्छु। उत्कृष्ट खेल चाहिँ मान्न सकिएन ब्याटिङ लाइनको तर्फबाट, तर बलिङ भने पक्कै पनि एकदमै राम्रो भएको थियो। बलिङ पक्षले विन गरे हो। ब्याटिङ चाहिँ हामी सुरुवाती चरणको ब्याटिङले त 160-70 रन ल्याउँछ कि जस्तो मलाई पनि आशा लागिरहेको थियो। तपाईँहरूलाई पनि त्यस्तै लागिरहेको थियो होला, तर हामी त्यो अनुसार ब्याटिङ गर्न सकेनौँ। मिडल अर्डरको ब्याट्सम्यानहरूले त्यति उत्कृष्ट प्रदर्शन नगर्दा नेपाल जम्मा 140 रन मात्र बनाउन सफल भएको थियो र फाइनल्ली अहिले भने एकदमै हामी 1 रनको विजयको साथमा टेबलमा 2 अङ्क जोडिसकेका छौँ, जसले वर्ल्ड कपको ढोकालाई एकदमै नजिकबाट खोलिरहेको छ। यो जानकारी पनि तपाईँहरूलाई गराउन चाहन्छु। लगातार हामी 2 पटक वर्ल्ड कप खेल्दैछौँ लगातार। यदि टप 3 मा पर्न सकेको खण्डमा, टप 3 मा परेको खण्डमा हामी अगाडि बढ्नेछौँ। आज युएईसँगको कुराकानी गरौँ। युएईले नेपाललाई एकदमै टाइट बलिङ गरेर चाहिँ रोकेको थियो। विकेट एकदमै बाँकी रहँदै पनि अन्तिममा नेपाललाई चाहिँ रोक्न सफल भएको थियो। आज प्रशंसा गर्नुपर्ने हुन्छ आसिफ शेख र गुलसन छाको ब्याटिङ लाइनतर्फ प्रशंसा गर्नुपर्ने हुन्छ भने प्रशंसा म नगरी बस्न सक्दिनँ। बलिङ तर्फबाट दिपेन्द्र सिंह ऐरीको अन्तिम ओभर पनि तपाईँहरूले देख्नुभयो होला। अन्तिम ओभरले नै रोमाञ्चक जित हासिल गराएको छ, रोमाञ्चक जित दर्ता गराएको छ र दिपेन्द्र ऐरीको रन आउट पनि तपाईँहरूले देख्नुभयो होला। रन आउट एकदमै रोमाञ्चक रन आउटले आज हामी खुसी भएका छौँ। सम्पूर्ण नेपालीहरू खुसी भएका छौँ। सम्पूर्ण नेपालीलाई एकदमै धेरै बधाई, हार्दिक शुभकामना छ। अब हामी देशलाई थोरै दुखी बिरामी भए तापनि अहिलेको कन्डिसनमा राजनीतिक अवस्थाले दुखी बिरामी हामी रहे तापनि खेल जगतबाट, क्रिकेट जगतबाट भने खेलाडीहरूले हामीलाई खुसी प्रदान गरिरहनु भएको छ। चाडपर्व नभनी, दसैँ तिहार नभनी लडिरहनु भएको छ खेलमा। उहाँहरूलाई एकदमै धेरै बधाई, हामी सबै नेपालीलाई बधाई छ। तर यसको खण्डमा आलोचना पनि थोरै गर्नुपर्ने हुन्छ। ब्याटिङ लाइन, नेपालको ब्याटिङ लाइनको कुरा गर्नुपर्दा लास्टमा अन्तिममा आएर चुकेका छौँ। यस्तो खालको ब्याटिङ लाइनले हामी वर्ल्ड कपसम्म पुगेर पनि हुँदैन। वर्ल्ड कपको खेलहरू जित्नुपर्ने हुन्छ, यो सम्मको अपेक्षा गरेका छौँ। र त्यसै गरी अब हामी भोलि पनि खेल्दैछौँ। फेरि हामी भोलिको खेल रहेको छ, यतिखेर तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। भोलि ओमनसँग खेल्नेछौँ हामी। भोलिको खेल भोलि कतारसँग खेल्नेछौँ। भोलि माफ गर्नु होला, भोलिको खेल भने कतार र 29 गते रहेको छ ओमनसँग। भोलि 8:45 साँझ रातिको 8:45 रहनेछ कतारसँग खेल। आशा गरौँ राम्रो हुनेछ। यसको पनि तपाईँहरूलाई भिडियो ल्याउनेछु। तर आजलाई भने युएईसँगको यो रोमाञ्चक खेल, जस्तो साउथ अफ्रिकासँग नेपालको वर्ल्ड कपमा अन्तिममा 1 रनले पराजय बेहोरेर मन अमिलो बनाएको त्यो खेल, आज 1 रनको यो लगभग हारिसकेको गेम थियो। यो हाम्रो तर्फबाट लगभग हारिसकेको थियो, किनभने उत्कृष्ट ओपनिङ गरेको थियो युएईले। राम्रो ओपनिङको साथमा
एकदमै खेल जित्ने लगभग निश्चित बनाएको थियो, तर अन्तिममा नेपालको विकेट, रन आउट, त्यसै गरी अन्तिममा त्यो 2 रन तपाईँहरूले याद गर्नुभएको छ, 2 रन उसले बटुल्न सकेन, त्यसमा रन आउट भएको थियो, जसको कारणले गर्दा युएई पराजय भई नेपालले जितेको थियो। त्यो हातबाट ब्याट रन लिने क्रममा ब्याट छुटेको थियो युएईको, त्यसमा 1 रन पनि काउन्ट भएको थिएन। यदि 1 रन मात्रै काउन्ट भएको थियो भने नेपालको टाई भएर अहिले खेल जे पनि हुन सक्ने अवस्थामा थियो, तर उनीहरूले 2 रन लिन खोज्दाखेरि दोस्रो रनमा त रन आउट भए, तर पहिलो रन पनि उनीहरू रन काउन्ट भएन, रन मिस भयो, त्यहाँनिर ब्याट छुटेर त्यो लाइनमा नसकेको कारणले गर्दाखेरि। त्यसको फाइदा भने नेपाललाई भएको छ, 1 रनको विजय हासिल गरेको छ नेपालले। सबै नेपाली यतिखेर खुसी छौँ। यो खुसी साटसाट गर्नको लागि तपाईँहरूसँग जोडिएको छु र भोलि पनि यस्तै खुसी हुन पाऊँ, सबैजनालाई एकदमै बधाई छ। आसिफ शेख, त्यसै गरी गुलसन झाको एकदमै राम्रो उत्कृष्ट प्रदर्शनसँगै हामी एकदमै अगाडि बढिरहेका छौँ। पछिल्लो समय गुलसन झाको पोइन्ट र पर्फर्मेन्स एकदमै राम्रो रहिरहेको छ, यो हामी तपाईँले देखिरहेका हौँ। र कुशल भुटेलको पर्फर्मेन्स, गुलसन झाको पर्फर्मेन्स, आसिफ शेखको पर्फर्मेन्स, दिपेन्द्र सिंह अहिलेको पर्फर्मेन्स हामी सम्झन लायक छ। एकदमै राम्रो खेल प्रदर्शन भइरहेको छ। हामी आशा गरौँ भोलिको खेल पनि जित्नेछौँ र हामी वर्ल्ड कपको लागि एकदमै अगाडि बढिरहेको खण्डमा सुरक्षित गर्नेछौँ, पक्कै सुरक्षित गर्नेछौँ, यो आशा अपेक्षाको साथमा। यतिन्जेलसम्म भिडियो हेर्नुभयो, शब्द सेयर गर्नु होला है। यो खुसी साटासाट गर्ने म तपाईँहरूको माझमा आएको छु। म एकदम एक्साइटेड भएको छु, एकदमै खुसी भएको छु। मैले म्याच हेरेर लगभग हारियो भनेर अनुमान लगाएको खेल सुरुको हाम्रो ब्याटिङ, नेपालको ब्याटिङ हेर्दाखेरि ल जित्ने भइयो, राम्रो लक्ष्य दिने भइयो भन्ने थियो। अन्तिममा सानो स्कोरमा, लो स्कोरमा रोकिन पुग्यो। त्यसपछि उसको ब्याटिङ हेर्दा पनि ओपनिङ हेर्दा त एकदमै हारियो नै जस्तो थियो युएईको। अन्तिममा नेपालले कमब्याक गरेर विन गरेको छ 1 रनको। यो 6वटा T20 खेल भएको छ नेपाल र युएईसँगको। 6वटामा हामी 11वटा टोटलमा हामी 6वटामा जितेका छौँ। नेपालले 6वटामा जितेको छ, 5वटामा युएईले जितेको छ। जम्मा 11 खेलमा विनको सिचुएसन। 1 रनले आज एउटा खेल बढाएको छ। एकदमै खुसी छौँ। सबैजना सेयर गर्नुहोला। भोलिको खेलको पनि म तपाईँहरूलाई अपडेट गराउनेछु, पक्कै पनि भोलिको प्री म्याच र पोस्ट म्याचको अपडेट गराउनेछु। युएई र नेपालको खेलको 1 रनको विजयको यो खुसियाली तपाईँहरूसँग साट्दै बिदा हुन्छु। नमस्कार।